मेथड युजिङ ओरिएन्टेसन भनेको हामी पढिसकेका छौँ। कुनै ओरिएन्टेसन इज द प्लेसमेन्ट अफ एन अब्जेक्ट इन रोटेसनल कोर्डिनेट। रोटेसनल कोर्डिनेट भनेको अर्थमा कुनै पोइन्ट डिटरमाइन गर्नु नै ओरिएन्टेसन भनेर भनिन्छ। मेथड युजिङ ओरिएन्टेसन। अब ओरिएन्टेसन गर्ने मेथडहरू भनेको दुईटा छ, एनालिटिक इन्टरसेक्सन र एनालिटिकल रिसेक्सन। एनालिटिकल इन्टरसेक्सन भनेको इट इज द प्रोसेस अफ फाइन्डिङ द पोजिसन अफ अननोन पोइन्ट्स। यो भनेको कुनै पनि अननोन पोइन्ट्सको पोजिसन फाइन्ड गर्ने बाई टेकिङ द अब्जर्भेसन फ्रम एटलिस्ट टु नोन पोइन्ट। दुईवटा थाहा भएको पोइन्टबाट अननोन पोइन्टमा हेरेर त्यसको कुन ठाउँमा छ भनेर डिटरमाइन गरियो भने त्यसलाई भनिन्छ एनालिटिकल इन्टरसेक्सन। युज अफ इन्टरसेक्सन किन गरिन्छ? कर्भको रेन्जिङ गर्नलाई, सर्भिङ पोइन्ट अफ इन बिल्डिङ, अब सर्वेको पोइन्टहरू माथि बिल्डिङहरूमा फाइन्ड गर्नलाई, सर्वे इन डिटेल इनएसेसेबल पोइन्टहरूको सर्वे गर्नलाई, पोइन्ट लोकेसन इन इन्डस्ट्रियल सिस्टम। अब यसलाई पोइन्ट लोकेसन, कुनै एउटा पोइन्टको लोकेसन गर्नलाई युज गरिन्छ। एउटा अननोन पोइन्ट हुन्छ, दुईवटा नोनबाट लोकेसन गरिन्छ। अनि अर्को हाम्रो मेथड युजिङ ओरिएन्टेसनमा एनालिटिकल रिसेक्सन। एनालिटिकल रिसेक्सन भनेको फेरि इट इज द प्रोसेस अफ फाइन्डिङ द पोजिसन अफ एन अननोन पोइन्ट। यो पनि प्रोसेस हो, यसले पनि कुनै पनि अननोन पोइन्टको पोजिसन फाइन्ड गर्छ। तर त्यसमा फेरि अब्जर्भेसन अननोन पोइन्टदेखि गरिन्छ। द इन्स्ट्रुमेन्ट इज सेट इन अननोन पोइन्ट। यसमा नोन पोइन्टमा इन्स्ट्रुमेन्ट राखिन्छ भने यसमा अननोन पोइन्टमा इन्स्ट्रुमेन्ट राखिन्छ। टाइप अफ रिसेक्सन। अब रिसेक्सनको टाइप्स भनेको 3 पोइन्ट रिसेक्सन, 2 पोइन्ट रिसेक्सन, 3 पोइन्ट रिसेक्सन र 2 पोइन्ट रिसेक्सन। 3 पोइन्ट रिसेक्सनमा 3 नोन पोइन्ट्स आर भिजिबल फ्रम अननोन पोइन्ट। 3टा नोन पोइन्टहरू भिजिबल हुन्छ अननोन पोइन्टबाट, यसमा 2टा भिजिबल हुन्छ। 3 पोइन्ट रिसेक्सन गर्ने मेथडहरू भनेको कोलिजन मेथड, 5-45 मेथड। यो 2टा इम्पोर्टेन्ट मेथड हो। यो 2टा मेथड खास इम्पोर्टेन्ट छैन इक्जामको लागि। रिसेक्सनको युजेस भनेको टु प्रोभाइड एडिसनल प्लान कन्ट्रोल पोइन्ट टु बी युज एज इन्स्ट्रुमेन्ट स्टेसन टु डिटरमाइन द अब्जर्भर पोजिसन इन इमर्जेन्सी केसेस, टु डिटरमाइन द अब्जर्भर पोजिसन इन द बोर्ड्स एज इन हाइड्रोग्राफिक सर्वे। यति नै हो यो च्याप्टर 1बाट आउने थ्योरीहरू भनेको।